लेडिज एन्ड जेन्टलम्यान, आज यहाँनिर डिस्कभरी गार्डन द गार्डन बिल्डिङ नम्बर 7 को माथिपट्टि यहाँनिर यस्तो खालको माउरीहरू आएर बसिराखेको छ यहाँ मुनि। अनि माथि पुरै यस्तो गरेर आतङ्क मचाइराखेको छ यहाँनिर। यो चाहिँ के हो, माउरी हो कि खाग हो कि के हो भन्ने कुरो हामीले पत्ता लगाउन अलि सकिरहेका छैनौँ। यहाँ आएर बसिरहेको छ बाल्कनीमा, बाहिर बाल्कनीमा निस्किन पनि नसक्ने अवस्था भइसकेको छ। साथीहरू के होला यो देखाइदिनु पर्यो, तपाईँहरूले भनिदिनु पर्यो। मैले चाहिँ यो चिन्न सकिनँ के हो भन्ने कुरो। माउरी नै हो कि जस्तो पनि लाग्छ, सानो सानो छ है। यहाँ बाहिर आएर बसेछ कुर्चीमा पुरै, यहाँ त पुरै भरिन थाल्यो त्यसैमा। अहिले सानो थियो, अहिले चाहिँ भरिन थाल्यो है त। यहाँनिर यहाँ पुरै भरिन थालेछ है। थपिँदै 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 गएको छ त्यहाँनिर। रानी त्यहाँ बस्यो होला, त्यही भएर यस्तो छ अवस्था। वाट इज दिस गाइस, के हो यो बताइदिनुहोस् त प्लिज। यति ठुलो बनाइसकेको अवस्था छ। अब यसलाई हामीले चाहिँ यहाँ राख्न सक्दैनौँ, किन भन्दाखेरि बाल्कनीमा निस्किँदाखेरि चाहिँ टोक्ने सम्भावना हुन्छ र यो लुकेको ठाउँमा हुँदाखेरि चाहिँ कोही आत्मा बाहिर बसिहाल्यो भने पनि त्यसलाई चाहिँ डेन्जर हुने अवस्था हेरेर हामीले चाहिँ यसलाई चाहिँ अब उद्धार गर्दैछौँ है त। अब हामीले यसलाई उद्धार गर्छौँ अनि त्यसपछि यसलाई हटाउँछौँ, अन्त गएर बस्छ अब यो। अब किन भन्दा यहाँ उचित ठाउँ छैन यसको लागि पनि र हाम्रो लागि पनि लगाएछ है त। सम्बन्धित निकायलाई खबर गरेपछि उहाँहरू आउनुभयो पेस्ट कन्ट्रोलबाट, अनि त्यसपछिबाट उहाँ सम्बन्धित निकायबाट आएर उहाँहरूले यसलाई चाहिँ सकुशल उद्धार गरेर लिएर जानुभयो। गार्डनमा उ गर्ने भन्ने छ, यिनीहरूले छोडिदिने भनेर यति बनाइसकेको रहेछ। लिएर गएर यहाँ पेस्ट कन्ट्रोल हानिदिनु भयो अनि लिएर जानुभयो। लिएर गएर उहाँ छोडिदिने अरे। मैले भिडियो बनाउँछु भनेको भिडियो बनाउनु मिल्दैन, यो चाहिँ मिल्दैन, भिडियो नबनाउनुहोस् भन्नुभयो। त्यो हुँदाखेरि चाहिँ मैले हस् ठिक छ भने अनि त्यसपछिबाट उहाँ गइसक्नु भएको छ। अनि त्यसपछिबाट यहाँनिर यो चाहिँ खाली भइसकेको अवस्था उद्धार भइसकेको छ। ल धन्यवाद तपाईँहरूलाई। जय नेपाल।